घुस दिनिया र लिनिया दुवै देशका शत्रु हुन् भने ड्राइभरले आफ्नो ठाउँमा खाइदिन्छ, खलासीले आफ्नो ठाउँमा खाइदिन्छ। घरको सामान किन्न जाँदाखेरि भ्रष्टाचारको मुख्य कारण भनेको चाहिँ नेपाल जस्तो विकासोन्मुख देश झोले कार्यकर्ताहरूले गर्दाखेरि उनीहरूको गरिखाने भाँडो भ्रष्टाचार मात्र कुरा थियो त यो प्रोटेस्टको लागि। सोसियल मिडिया चाहिँ किन ब्यान गर्न खोज्यो होला त? अब यो हाम्रो देशमा मात्रै फेसबुक बन्द गरेर आन्दोलन भयो, मान्छे मार्यो होइन। यो मिडल वेस्टमा पनि भनेको घुँडाभन्दा मुनि चलाउने हो प्रहरीले। जब हुरी आइसकेपछि त्यसले सत्य टपरी पनि भन्दैन, त्यसले जुठो टपरी पनि भन्दैन, सबैले उडाएर लान्छ। भएको त्यही नै हो। दुर्व्यवहार गर्ने, कुट्ने, पिट्ने, लुट्ने यस्ता कामहरू चाहिँ बन्द गर्नुपर्छ। हो, केही आक्रोशित भिडहरू छन्, थुप्रैको ज्यान भनिन्छ नि, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। वेलकम एभ्रिवान टु चलपल टिभी। आज हाम्रो एटीकेजिपी अब त कुरा गर्न पर्यो नि यार, देशको हालतको बारेमा कस्तो छ, के भइरहेछ, यो एपिसोडमा त्यसको बारेमा कुरा गर्न जाँदैछौँ। र मेरो नाम सजित, हामीसँग हुनुहुन्छ राजन दाई। हेलो गाइस। अनि हाम्रो आजको गेस्ट हुनुहुन्छ सुरज दाई। हेलो। अब के छ त दाई, यताउति कुरा अब देशको हालत देखेर सबैजना अहिले चिन्तितै छ। तपाईँको चाहिँ के छ त यसमा धारणा, के छ त दाई, यसो भनिदिनुहोस् न त। अब देशको स्थिति सबैलाई जगजाग नै छ। जहाँ अति हुन्छ त्यहाँ खति हुन्छ। हाम्रो देशले भोग्न परेको नियति यो पहिलो भने पक्कै होइन, तर यो नयाँ जेनजी पुस्ताको जुन अहिलेको आन्दोलन थियो, यो चाहिँ बिल्कुलै नयाँ तरिकाले अगाडि बढेको देखिन्छ। तर आजको दिनसम्म हामीले यो कार्यक्रम सुट गरिरहँदासम्म 73 जनाले चाहिँ वीरगति प्राप्त गरिसकेको खबर र आज अन्तिम संस्कार 71 जनाको अन्तिम संस्कार पशुपतिनाथको आर्यघाटमा। रेस्ट इन पिस होइन त दाइ? रेस्ट इन पिस। अब के हो यार, देशको लागि बलिदान दिएको छ उनीहरूले पनि। हामी परदेशमा बस्ने मान्छेहरूलाई चाहिँ एकदमै दुःख लागिरहेको छ। दुःखद खबर हो नि दाइ। अब यत्रो ज्यान दिएको छ देशको लागि, अब केही आश केही होला कि भनेर त होला नि, होइन र? यिनीहरूले पनि गर्न खोजेको के छ होइन? यो सब सुरुवात भएको त भ्रष्टाचारबाट होइन त? भ्रष्टाचारले गर्दाखेरि नै यस्तो भएको हो नि। बिल्कुल बिल्कुल भाइ। भ्रष्टाचार चाहिँ अब कसरी दिमागमा आउँछ र कसरी मान्छेहरू गर्न थाल्छन् हो? अनि समय र परिस्थितिले भ्रष्टाचारहरू चाहिँ हुने रहेछ। जस्तो सानो कुरा, यो भ्रष्टाचार गाउँदेखि लिएर संसद र मन्त्रीसम्म पनि पुग्छ। जसरी तिमी विदेश आउनको लागि तिमीलाई विभिन्न कागजपत्रहरू चाहिन्छ, तिम्रो घर जग्गाको मूल्याङ्कनका कुराहरू हुन्छन्, यसमा चाहिँ गाविस नगरपालिका प्रमाणित गर्नुपर्ने कुरामा चाहिँ भएको भन्दा पनि बढी मूल्य देखाएर जग्गा जमिनको चाहिँ मूल्याङ्कन गरेर चाहिँ सम्पत्ति विवरणहरू पेश गर्नुपर्ने हुन्छ। यसमै भ्रष्टाचार हुन्छ। बैंकमा भएको डिपोजिट पैसाहरू बैंकका कर्मचारीहरूले तिमीले 50,000 रुपियाँ महिनाको दियो भने तिम्रो खातामा 20 लाख रुपियाँ उनीहरूले देखाइदिन्छ। भनेपछि सानोबाट नै भ्रष्टाचार चाहिँ सुरु हुँदो रहेछ भन्ने चाहिँ अब भयो। र त्यहाँबाट ठुलो अनि त्यसमा कानुन सानुन छैन कि क्या हो देशमा, के भएको त? अनि अब यस्तो हो कि कानुन सानुन के भन्नु, अब जनताहरूसँग नि दुईवटा अप्सन छ नि यार। अब लाइसेन्सको कुरा गरौँ न। लाइसेन्स लिन जाँदा एउटा राइट वे हुन्छ, एउटा रङ वे हुन्छ कि। अब जस्तो कि तपाईँ हामी मलाई होइन, त्यो रङ वेको अप्सन पनि थियो होइन। रङ वेको अप्सन भन्दा पनि नि अब नेपालमा त्यही नै छ क्या। अब रङ वे नै गयो भने इजी परिदिन्छ क्या। राइट वेबाट गयो, म अब फर इक्जाम्पल अब आफ्नै कुरा गर्दाखेरि रङ वे राइट वेबाट जान्छु, ल म आफ्नो यताउति लिखित दिन्छु, यताउति दिन्छु, हुँदैन। अब म त्यहाँ लिखित जान पुग्नै गाह्रो छ क्या मलाई त्यहाँ, होइन? अनि मैले त्यहाँ एउटा दलाईले खोज्नु पऱ्यो, दलाईलाई भन्नु पऱ्यो, अनि उसले नै अब दाइ जानु गरिदिनु लेखिदिनु मात्र हामी पास गराइदिन्छु भन्छ। इजी छ क्या, मान्छेलाई 10-20 हजार दियो, लाइसेन्स आयो। त्यो पनि एउटा आयो नि त नेपालमा अलिकति, त्यसले गर्दाखेरि जस्तो लाग्छ मलाई यो त्यस्तोमा पनि भ्रष्टाचार भएको। सही कुरा हो, तर त्यो लेभलसम्म हुन कसरी पुग्यो होला त? किन भन्दाखेरि मान्छेले त्यो अप्सनै नभए त मान्छेले जसरी नि पढेर लिखित त दिन्थ्यो नि त। अब जस्तो कि अब हामी अस्ट्रेलियामा छौँ होइन, हामी अस्ट्रेलियामा यहाँ हुँदा हाम्रै लिगल वेबाट नै जानु पऱ्यो नि त। हामीसँग दोस्रो माध्यमको बाटो नै छैन कि। जब त बाटो नै छैन, मान्छेको दिमागमा त्यो सोच नै आउँदैन कि त्यो बाटो अपनाउनु। र हामी नेपालमा बस्दाखेरि हामीलाई त्यो अप्सन दिइरहेछ, जस्तै कि घुस लिने र दिने
दुईटैमा एउटै कानुन लागि पर्छ कि घुस दिनिया र लिनिया दुवै देशका शत्रु हुन् भनेर शत्रु हुन् तर कसैलाई कसैको फरकै परिरहेको छैन नि त त्यही भएर नि त्यो कारणले गर्दाखेरि नि यत्रो त्यो त एउटा सानो एक्जाम्पल मात्र हो कि लाइसेन्स त एउटा सानो घोटालाको एक्जाम्पल मात्र हो कि त्यसमै कुरा गऱ्यो भने नि त्यहाँ त कति छ भ्रष्टाचार होइन के छ हरेक विधामा छ उही ड्राइभरले आफ्नो ठाउँमा खाइदिन्छ खलासीले आफ्नो ठाउँमा खाइदिन्छ घरको सामान किन्न जाँदाखेरि बाउले आफ्नै छोराले आफ्नै बाउको पैसा खाइदिन्छ होइन भाइहरू यसमा कति सहमत छ यो मलाई थाहा भएन तर मेरो एउटा कुरा मैले गरेको म लाइसेन्स बनाउनु जाँदाखेरि जानिदिने मलाई पुलिसले समायो होइन त्यहाँ साथी भेट्यो बल्ल तल्ल छुट्यो लाइसेन्स दिनु गएको फेरि अर्को दल आयो दाइ के चाहियो तपाईँलाई जे जानु मात्र लेख्नु मात्र तपाईँ जे लेख्नु तर भर्न चाहिँ भर्नु भन्यो अब त्यसको विश्वास त जाने कुरा भएन होइन अनि त्यसपछि गएँ अनि मैले सार्न चाहिँ सारेँ है सारेरै गरेको त्यो लिखित हुन्छ नि पुलिस त्यो साइड पैसा त्यो पुलिसहरूले नै पैसा दिँदो रहेछ पुलिसहरूले नि आएर कोही बेला चाहिँ देखाइरहेको थियो क्या होइन त्यो देखाउनु आफ्नो चिन्या होला समथिङ के भयो होला तर अब थाहा छैन मलाई त्यो बेला धेरै अगाडिको बेला हो अब त्यो देखाइदिइरहेको थियो अब मैले त सारेर पास भइदिएँ अनि दलले आएर पैसा दिनु अब पास भइसक्यो तपाईँ भनेर भन्छ चोरेर मैले पास गराएँ हो नि त खासै अब मैले त्यो उसको बाटो पनि लिन खोजेको थिएँ तर लास्टमा मैले लिइनँ गरेको त मैले पनि त्यही नै हो सबले त्यही गरे हो क्या सबले त्यही सजन बन्न खोज्छ किनकि हामीलाई त्यस्तो गर्ने त्यो बाटो पनि भयो नि त देख्यो क्या अब ठुलोले पनि त्यही गरेर बाटो भइसकेपछि मान्छेले त बाटो अप्नाउनु धेरै समय लाग्दैन के लाग्दैन अब त्यो सजिलो वेमा जान्छ नि त ए अब त्यहाँ त्यही त हो नि एउटाले यो त्यो गर्यो भने अर्को पनि त्यही गरिदिन्छ नि त अब अहिले आएर बुझ्दाखेरि त त्यो चिज रङ रहेछ नि त हामीले गर्नु खोजेको चिजहरू रङ रहेछ भने चाहिँ अहिले बुझिन्छ अब त्यही भएर यहाँ अब बाहिर आएर धेरै चिज मान्छेहरूसँग कुरा गरेर यताउति होइन कसरी चलिरहेको छ त्यो भएर थाहा भएर नि हो रहेछ त है अर्को भ्रष्टाचारको मुख्य कारण भनेको चाहिँ नेपाल जस्तो विकासोन्मुख देशमा चाहिँ आम्दानीको स्रोत कम हुनु हो आम्दानी जसको तलब नै कम छ उसले कुनै पनि व्यक्तिले दुईजना परिवार चारजना परिवार छोराछोरीलाई काठमाडौँमा राखेर यदि पढाउनु पर्यो भने उसको 20-30-40 हजार रुपियाँ महिनाको तलबले पुग्दैन होइन कोठाबाट तिर बच्चाहरू कलेज जान्छन् हरेक कुरा महँगी छ अहिले त्यो भएको कारणले खेती गर्नलाई अब हामीहरूको गाउँघरतिर अलिकति तराईतिर गाउँघरतिर हुने हो भने आधीभन्दा बढी हाम्रो वर्षमा हाम्रो आफ्नै के गर्ने सबै सामान इन्डियाबाटै मगाउनु पर्छ उब्जनी हुन्छ र धेरै कुराहरू फेरि आएर किन्ने पनि त्यही धोती हो कि त्यही त हो नि खानको लागि मुख्य कारण चाहिँ आम्दानीको स्रोतले गर्दाखेरि तर अर्को कुरा चाहिँ के भने जसको हृदयभित्र दरिद्रता हुन्छ पैसाले त कहिले पनि कसैलाई पुगेकै छैन न सुनको लङ्का हुँदाखेरि न हिजो रावणलाई पुगेको थियो न अहिले देशका नेताहरू जसका घरहरू जलेर धेरै पैसाहरू कोठाभरिका देखिए जसको हृदयभित्र दरिद्रता हुन्छ त्यो मान्छे कहिले पनि खुसी र सुखी हुन सक्दैन तर दरिद्र भएर पनि खुसी भइरहेछ त दाइ त्यो बाहिरी खुसी हो बाबु देखावटी खुसी हो होइन देखावटी खुसी मात्रै हो जुन भित्री मनले आनन्दित रूपले जुन त्यो खुसी परमानन्द भन्छ होइन त्यो चाहिँ प्राप्त गर्न सक्दैन जसको मनभित्र दरिद्रता हुन्छ भ्रष्टाचारले गर्दा मान्छे आत्तिएर प्रोटेस्ट गर्न पुग्यो जेनजीले गर्नुभन्दा अगाडि त बुढापाका मान्छेहरू पनि भ्रष्टाचारले आत्तिएर राजा चाहियो हामीलाई फिर्ता भनेर हौ राजा हौ देश बचाऊ त्यो के भएको थियो त्यो प्रोटेस्टमा चाहिँ त्यही हो अति मान्छेहरू चाहिँ देशको स्थिति परिस्थिति र 35 वर्षदेखिको जुन विभिन्न दलका नेताहरूले चाहिँ राजालाई पन्छाएर आफ्नो हातमा शासन लिएर शासन गरिरहेको थिए त्यसबाट देशले कुनै पनि उन्नति प्रगति नगरेको देखेर चाहिँ अन्तिम विकल्प भनेको राजा हुनसक्छ किनभने यदि राजा भयो भने राज्यको सम्पत्ति दुरुपयोग गर्ने भ्रष्टाचार गर्नेहरूलाई चाहिँ राजद्रोहको मुद्दा लाग्छ र एउटा डर हुन्छ भनेर चाहिँ उनीहरूले एउटा थपनाको लागि एउटा राजालाई चाहिँ सेरोमोनियल किङको रूपमा राख्न खोजेको हो राजै आए पनि शासन गर्ने त हाम्रो नेपाली जनताहरूले नै हो विगतदेखिको अहिलेसम्म होइन त्यो भएको कारणले गर्दाखेरि चाहिँ एउटा छत्रछाया एउटा सुरक्षित छत्रछाया नेपाली जनताले खोजेर गुहार्न पुगेको हो यदि राजा भयो भने डर हुन्छ र मान्छेहरूले यस्तो अकुत सम्पत्ति जोड्ने त्यो प्रोटेस्ट चाहिँ जनताहरूले प्रधानमन्त्री
अब राष्ट्रपति जस्तो कि यो डेमोक्रेसी सिस्टमलाई नै हटाएर फेरि किङको रुललाई फिर्ता लिएर आउन खोजे हो कि कस्तो सिस्टम चाहिँ अप्नाउन खोजेको थियो त्यति बेला? राजतन्त्र प्रजातन्त्र सहितको संवैधानिक राजतन्त्र नेपाली जनताहरूले खोजेको। राज संस्था आउने बित्तिकै प्रजातन्त्र खोसिने होइन। प्रजातन्त्र नै त्यही त यी दलका नेताहरू र झोले कार्यकर्ताहरूले गर्दाखेरि उनीहरूको गरिखाने भाँडो नै, उनीहरूको जुन आम्दानीको स्रोत नै बन्द हुन्छ भनेर चाहिँ उनीहरू आफै राजा भइसकेका कारणले गर्दा देशलाई त्यहीँको त्यहीँ छोडिदिने, लुट्ने खाने मात्र सोच। आफन्त र कार्यकर्ताहरू मात्रै पाल्ने र पोस्ने विगत 33-34 वर्षदेखि भइरहेको थियो। एउटा सानो उदाहरण, मैले देश छोड्दा 2009मा मैले देश छोडेको हो। त्यतिखेर हरेक नेपाली जनताको टाउकोमा 32,900 ऋण थियो। त्यो ऋण कसरी भन्दाखेरि जब पनि कुनै पनि हाम्रो देशको हरेक वर्ष बजेट बनाउँदाखेरि हाम्रो देशमा चाहिँ जुन करहरू कर्मचारीहरू पाल्नुपर्ने हुन्छ, प्रहरी प्रशासन आर्मी हरेक कुराहरूलाई चाहिँ सरकारले पैसा दिनुपर्ने हुन्छ। त्यसको लागि सरकारले बजेट बनाउँछ। बजेट बनाउँदाखेरिको हाम्रो देशको जिडिपी, हाम्रो जुन निर्यातभन्दा पनि आयात बढी छ। त्यसको अर्थ हाम्रो देशको आम्दानी छैन। त्यसैले हामीले ग्रस डोमेस्टिक प्रफिट चाहिँ कम थियो। त्यो भएको कारणले गर्दाखेरि हामीले विश्व ब्याङ्कबाट चाहिँ, वर्ल्ड ब्याङ्कबाट चाहिँ हामीले ऋण लिन्छ होइन। ऋण लिएर चाहिँ त्यही ऋण चाहिँ हामीले कर्मचारीहरूलाई ऋणको के ब्याज स्याज तिर्नुपर्छ, हरेक वर्ष तिर्नुपर्छ। कति खरब त ब्याज मात्रै तिर्छ, ब्याज मात्रै तिर्छ, ऋण तिर्दैन। बाँकी हाम्रो ट्याक्सले, जनताको ट्याक्स लोन चाहिँ अनि त्यो चुक्ता गर्छै गर्दैन, धेरै वर्षसम्म गर्दैन। त्यसै गरेर गर्नै सकेन भने चाहिँ देश उपनिवेश बन्ने कारण त्यो होइन। अनि कतिले चाहिँ मिनाहा गरिदिन्छ, अर्काले क्याप्चर गरेर कन्ट्रोल गरिदिन्छ क्या। अनि कतिसँग उनीहरूले निवेदन गर्दा मिनाहा गरिदिनको लागि माफ गरिदिनु, ऋण मिनाहा गरिदिने, ऋणै छोडिदिने गर्दाखेरि मैले भन्दै थिएँ, मैले 2009मा देश छोड्दा हरेक नेपालीको जन्मिने बित्तिकै नेपालीको टाउकोमा 32,900 ऋण थियो। अहिले 15-16 वर्षमा हरेक नेपालीको टाउकोमा अहिले 97,000 रुपियाँ ऋण परिसकेका छ। त्यसमा हामी पनि गनिन्छौँ। सबै जन्मिने बित्तिकै बच्चा जन्मिन्छ भने जबकि उसले केही बेनिफिटै लिएको छैन सरकार राज्यबाट, तर उसको टाउकोमा परिसक्यो। किनभने त्यो नेपालले बोकेको ऋण हो। त्यो नेपालले बोकेको ऋण नेपाली जनताले चाहिँ। त्यसैले हामीले आफ्नो आय स्रोत बढाउने र आयात भन्दा बढी निर्यात गर्ने हो भने त्यो धनी हुन्छ। भनेपछि अहिले कति 57,000 अहिले 97,000 नेपालीको टाउकोमा। त्यो चाहिँ घटाउनलाई के गर्नुपर्छ? अब त्यो ऋण चाहिँ अब हुन्छ नि घटाउनलाई के हामीले आम्दानीको स्रोत जिडिपी बढाउनु पर्यो। हामीले सामानहरू निर्यात गर्नु पर्यो विदेशमा। हामीसँग के छ? हामीसँग जडीबुटी छ, हामीसँग टुरिज्म बढाउनु पर्यो। टुरिज्म बढाउनु पर्यो। टुरिज्म मिनिस्ट्री को हो अहिले नेपालमा? तपाईँलाई थाहा छ त? टुरिज्म त एउटा एक्जाम्पल मात्र हो कि। 97,000 ऋण भइसक्यो अहिले होइन हरेक नेपालीको टाउकोमा। त्यही भएको कारणले गर्दाखेरि अहिले चाहिँ जन्मिने बित्तिकै ऋण लाग्यो भनेपछि अनि त्यो हामीले अब छोराछोरी यहाँ विदेशमा जन्मायो भने त्यसलाई ऋण लाग्छ लाग्दैन? यदि उसले नेपाली नागरिकता नेपालमा जन्म दर्ता गरेको छ, नेपाली नागरिकता ल्याएको छ भने भयो। यदि होइन विदेशमै जन्म छ, विदेशकै नागरिकता छ भने त साइको हो त यार। साइको भयो नि हो त। नेपालको अर्को आम्दानी भनेको हामी जस्तो विदेश बस्ने मान्छेहरूले जुन नेपालमा पैसा पठाउँछ नि, जस्तो तिमीले घरमा 1 लाख रुपियाँ पठायो, 1 लाख रुपियाँ पठाउदाखेरि तिम्रो मम्मीले किचनको सामान किन्नुभयो, किचनको टेबल किन्नुभयो, एउटा किचनमा झ्याल फेर्नुभयो भनेपछि काठमा काम गर्ने मान्छेले काम पायो, टेबल सेबल बनाउने। ग्रिलमा काम गर्ने मान्छेले झ्याल सेबल बनाउने काम पायो। त्यो तिमीले पठाएको पैसा त ग्रिलमा काम गर्ने मान्छेले पनि पायो, काठमा काम गर्ने मान्छेले पनि पायो, जुन त्यो किचन डेकोरेसन गर्ने ठेकदारले पनि पायो भनेपछि त्यो पैसा तिमीले पठाएको पैसा छर्यो नि त। त्यो भएर ग्रिलवालाको पनि परिवार बाँच्यो, फर्निचरवालाको पनि परिवार बाँच्यो र काम गर्ने ठेकेदारको पनि परिवार। यसरी चाहिँ हामीले रेमिटेन्सले चाहिँ देश चलाइरहेछ। तिमीले पठाएको पैसा त ग्रिलवालाले पठाएको होइन होइन। भान्जा भान्जीलाई भाइ भतिजाहरूलाई लुगाफाटाहरू किनिदियो दसैँको लागि भनेपछि पसल चल्यो, पसलले परिवार चलायो। यसरी चाहिँ रेमिटेन्सले देश चलिरहेछ अहिलेसम्म। भ्रष्टाचार मात्र कुरा थियो त यो प्रोटेस्टको लागि। सोसियल मिडिया चाहिँ किन ब्यान गर्न खोज्यो होला त? नेपो बेबिजको टर्म रिसेन्टली भाइरल भइरहेको थियो कि। त अब के अरे सोसियल मिडिया ब्यान भयो होइन, अब त्यही माथि होइन सोसियल मिडिया ब्यान चाहिँ किन गर्न खोजेको त नेताहरूले भन्न कुरा बुझ्न खोजे हो नि त हामीले त। नेताहरूले ब्यान चाहिँ किन गर्न खोज्यो होला त? के नेपो बेबिज
भनेर उनीहरूको छोराछोरीहरूको रियालिटी सोसियल मिडियामा भाइरल हुन थाल्यो, भ्रष्टाचारको पैसाले डुलिरह यो सब गरिरहेछ भनेर मान्छेहरूले जब त्यो फोटो सेयर गर्न थाले, भिडियोहरू सेयर गर्न थाले, के त्यो कन्टेन्ट रोक्नको लागि गर्न खोजे कि? किन भन्दाखेरि अब जति पनि अहिले करेन्ट सिनेरियोमा युट्युबमा भिडियोहरू छ होइन, सबैले इन्फो दिएको अनुसार अलरेडी दर्ता छ ट्याक्स तिर्नलाई। यिनीहरू कर तिरिरहेछ, रेजिस्टर्ड छ कि कर तिर्नलाई। तर खासमा नेपाल सरकारलाई त नेपालमा चलिरहेको कन्टेन्टमा एउटा हात चाहिएको रहेछ कि, जस्तो कि यो कन्टेन्ट चाहिँ देशको लागि ठिक होइन भनेपछि डिमोनिटाइज गर्नलाई, बुझ्यो कि नै? त्यो चाहिएको भएर त्यो कन्ट्रोल मागे भएर चाहिँ अनि फेसबुक अब जो मेटा प्लेटफर्म, गुगल प्लेटफर्मले चाहिँ होइन हामी त्यो दिन छैन भनेर आएको हुनसक्छ। किन भन्दाखेरि पहिला टिकटकको मुद्दामा पनि त्यही भएको थियो कि त्यही भएर पनि मैले त्यो टिकटक के यताउतिमा केही यो हुन्छ नि गभर्मेन्ट हाम्रो नेपालको बारेमा के भइरहेको म देख्दैन क्या। अलि हुन्छ नि हाउडे के होइन त्यो नाचिरहेको गाइरहेको होइन त्यो लौडा लसुन टाइपको देखिरहेको हुन्छु क्या। अब हुन्छ नि त अब त्यो लुकाउन खोजिरहेको हो कि होइन, त्यो हुन्छ नि त्यो जनताले नदेखोस् यसलाई अब दबाउन खोजेको भन्छ, दिइरहेछ क्या, पर्दा लगाइदिइरहेछ कि हामीले देख्दैनौँ क्या, अरूले नि देख्दैन जस्तो लाग्छ। अब मैले पनि देख्दिनँ। अब यो मेरो विचारमा के छ भने यो फेसबुक बन्द गरेको एक दिनमा 2 दिनमा यत्रा मान्छे मार्ने गरेर यत्रा सडकमा जनता उत्रिने गरेर भएको घटना चाहिँ होइन। यो नो नट अगेन भनेर पहिला चाहिँ इनफ इज इनफ भन्ने एउटा प्रोग्राम थियो होइन। अब अति भयो, अब चाहिँदैन, नो नट अगेन, अब हामी बुढाखाडा मान्छेहरू हामीलाई चाहिँदैन, यङ जेनेरेसन चाहिन्छ भन्ने कुरो एउटा हुइम थियो पहिला। अनि यस बिचमा 2 महिना अगाडि एकैछिन 2 महिना अगाडि के हो भने एउटा हामी नेपाल भन्ने एउटा चाहिँ संस्थाले चाहिँ भ्रष्टाचार विरुद्धको चाहिँ जेनजीहरूको ठुलो प्रोटेस्ट विरोध मात्र शान्तिपूर्ण विरोध गर्ने भनेर यिनीहरूको 7 महिना अगाडिदेखिको प्लान थियो र 2 महिना अगाडि यिनीहरूको धेरै चहल पहल भयो फेसबुकबाट। र सरकारलाई यो चाहिँ एउटा जानकारीमा आयो कि यिनीहरूले ठुलो आन्दोलन गर्दैछन्। जेनजी भनेको यङ जेनेरेसन हो, यो शब्द अमेरिकन शब्द हो, यो अमेरिकन प्रोजेक्ट अनुसारको होइन। यो चाहिँ अब यो हाम्रो देशमा मात्रै फेसबुक बन्द गरेर आन्दोलन भयो, मान्छे मार्यो होइन। यो मिडल वेस्टमा पनि इराक, इरान, अफगानिस्तान यी सबै पहिला सिद्धे, त्यसपछि एसियामा हुँदै तिम्रो पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का हुँदै यो सल्किएको आगो नेपालसम्म आएको हो। 2 महिना अगाडिबाट मात्रै यो अलिकति बढी प्रचार हुन थालिसकेपछि चाहिँ फेसबुकले अब धेरै यङ जेनेरेसन ल्याउँछ भनेर सरकारलाई कहीँबाट गोप्य सूचना आएको कारणले गर्दाखेरिको यो आन्दोलनलाई रोक्नको लागि, किनभने फेसबुकले त अहिले एउटा जानकारीले त हजारौँ मान्छे एकै मिनटमै कहाँ के भयो देखाइरहन्छ, त्यो कारणले मात्रै भनेर बन्द गर्न खोजेको हो। तर यसले चाहिँ अर्को मोड लिदियो। जति पनि हेरेका छौँ सुनेका छौँ त्यसको अजम्सन नभने अब के कारण हो त्यो एक्ज्याक्टली हामीलाई थाहा छैन। तपाईँले भन्नुभयो 7 महिना अगाडिदेखि नै यिनीहरूले पिसफुल प्रोटेस्ट गर्ने भनेर प्लान बनाइरहेको, छलफल भइरहेको, क्याम्पेन चलाइरहेको थियो यिनीहरूले। बाहिरबाट हेर्दा चाहिँ उनीहरूले के भनेको छ भन्दाखेरि सोसियल मिडिया ब्यान गरेको कारणले जेनजीहरू प्रोटेस्टमा आयो भने के अब त्यो जेनजीहरू प्रोटेस्टमा आएको चाहिँ करप्सनले गर्दा हो कि लेट्स से स्पार्क टु अ फायर चाहिँ सोसियल मिडिया थियो कि? मलाई पनि त्यस्तै लाग्छ। त्यो स्पार्क टु अ फायर चाहिँ सोसियल मिडियाले चाहिँ त्यसो गर्यो, अनि सोसियल मिडियाले त्यो अलिकति अब आफूले आफ्नो हुन्छ नि मान्छेहरूको त्यो रोजीरोटी कोसेको त सोसियल मिडिया नै थियो नि त, त्यो नै भइरहेको थियो। अनि त्यो माथि अब सरकारले जेमा पनि अब ब्यान लगाइदिने क्या, अब हुन्छ नि मान्छेहरूलाई नि भयो नि त। अब मान्छे जेनेरेसन कहाँ पुगिरहेको छ, सोसियल मिडियामा पठाएर फेरि ढुङ्गे युग लाग्ने क्या हुन्छ नि, त्यस्तो गरिदिनु लागिरहेको छ। अनि त्यो कारणले गर्दाखेरि स्पार्क जस्तो भयो नि त होइन। बाघ कराउनु र बाख्रा हराउनु संजोग पर्या मात्रै हो। त्यो कारणले गर्दाखेरि चाहिँ करप्सनपट्टि चाहिँ अनि यो करप्सन नि गर्ने, यो पनि गर्ने, ऊ पनि गर्ने भनेर चाहिँ अनि जेनजीहरू चाहिँ आएको जस्तो चाहिँ। सोसियल मिडिया मात्रै बन्द गरे भए यिनीहरूले कुनै पनि एउटा मन्त्रालय वा कुनै मन्त्रीलाई फोकस गर्थ्यो होला। तर किन भ्रष्टाचारी र सिंहदरबार भ्रष्टाचारीहरूलाई, नेताहरूलाई सर्वोच्च अदालत, नेपाल राष्ट्र बैङ्क, संसद भवन यतिमा आक्रमण हुनु भनेको यो चाहिँ फेसबुक बन्द गरेर जेनजी युवाहरूले गरेका चाहिँ पक्कै पनि होइन। जेनजीले त गरे होइन, त्यो त 100% हो। किन भन्दाखेरि यार पढी लेखेको छ मान्छे, आफ्नो देशमा चाहिन्छ कति चिज हुन्छ नि रिसोर्सेसहरू,
त्यही देशबाट नै के हुन्छ नि त, त्यस्तो चिज त गर्दैन, आफ्नो देशै भत्काउने। त्यो हुँदै होइन नि। यसमा चाहिँ सबै पार्टीका झोले कार्यकर्ताहरू छिरे र चित्त नबुझ्नेहरूले अन्तर्विरोधी पार्टीहरूले एकले अर्कोलाई चाहिँ तल खसाल्ने काम गर्यो, गिराउन खोज्यो, कुट्न खोज्यो, लुट्न खोज्यो। त्यो के प्लानै गरे हो कि जिलान्तेहरू धमिलो पानामा प्लान गरे भनेर एजेन्सीहरू चाहिँ अब आफ्नो सुरले आफ्नो पिसफुल्ली आइरहेको थियो होला कि अब त्यहाँ अब पार्टीको कार्यकर्ता झोलेहरू चाहिँ छिर्दियो कि होइन, के यो प्लानै हो कि ठुल्ठुलो नेताहरूको यो हुन्छ नि अब चाहिँ केही होला कि भनेर डरले गर्दाखेरि हो कि के लाग्छ? होइन, अब यो यङ जेनेरेसनको टार्गेटै भ्रष्टाचारी नेताहरू छ होइन, किनभने कयौँ नेताहरू राम्रा छन्, कसैलाई छोकै छैन। तर यहाँ जो धेरै वर्षदेखि राज गरिरहेका, एक छत्र राज गरिरहेका ठुल्ठुलो नेताहरू छन् र जसको भ्रष्टाचार मुद्दामा धेरै काण्डहरू बाहिरिए तापनि नेपालको कानुनले केही गर्न नसकेका कारणले गर्दाखेरि यो जनआक्रोश चाहिँ पोखिएको। तर अर्को कुरो यसमा एउटा अचम्म मान्ने कुरो चाहिँ के छ भने हरेक प्रहरी बिट प्रहरी चौकीहरू लुटिएको छ, हरेक कारागारहरू तोडफोड गरेर 36,000 कैदीहरू भगाइएको छ। त्यो त अनफेयर हो नि, त्यो त त्यसो त गर्दैन। त्यो तोडफोड हुन पुगेकोमा कारण के हो, लाइक त्यो दोस्रो दिनमा त्यति धेरैजना बाहिर आउनु, जस्तै कि जेन्जीले गराए भए त यो त फर्स्ट डेमै गर्थ्यो नि त होइन। फर्स्ट डेमा एउटा कुराले चाहिँ जे होस् नेपालमै भएको मान्छे होस् या विदेशमा भएको मान्छे होस् होइन, सबैलाई एउटा कुराले हानेको चाहिँ त्यो 12 वर्षको फुच्चे जसले गोली खायो मारेको त्यो इन्सिडेन्टले गर्दा चाहिँ यो आन्दोलन भड्क्यो। आन्दोलनले अर्कै रूप लियो के, रगत तात्यो नि। अब कसको चाहिँ रगत तातेन होला क्या होइन, घर भएको जेन्जी लाइक आउट अफ जेन्जी पिपल पनि दे जोइन द प्रोटेस्ट। 13 वर्षदेखि 28 वर्षसम्म समूहसम्मको मान्छेलाई जेन्जी भनिन्छ भने यहाँ चाहिँ 28 वर्षभन्दा माथिका पनि जेन्जीका दाई बाउ अङ्कल काका सबैजना आए। जस्तो कि भोलिपल्टको भिडियोहरू अनलाइनमा हेर्दा त जेन्जी त छैन भाइ त्यहाँ। अर्को कुरा मलाई अचम्म लागेको कुरा के छ भने आन्दोलन गर्न जाने मान्छेहरू बुलेट प्रुफ ज्याकेट लगाएर गएको छ, हातमा हतियार बोकेर गएको छ, खुकुरी बोकेर गएको छ, तरबार बोकेर गएको छ। को भन्नाले जेन्जी गएको थियो कि जेन्जी होइन, यी जेन्जीभन्दा धेरै यङ छन्, 38, 40, 45 यी चाहिँ झोलेहरू भनौँ न, पार्टीका झोलेहरू। उनीहरूले चाहिँ मौकाको फाइदा लुटेका, त्यो भिडियो देखेर मान्छेलाई मौकाको फाइदा पनि उठाएको हो पनि हुनसक्छ। र न त्यो अब देशमा घटना घट्यो नि त, त्यो सानो बाल अब त्यो भाइ बहिनीहरूलाई गोली लाग्यो, अब उनीहरू चाहिँ त्यो गर्नको अब लगाएपछि त उनीहरू पनि गा होला नि त, र ठोक्छु मार्छु नै भन्ने टाइपले आफू पनि सेफ साइडमा बस्छ नि त। पुलिसहरू छ नि, उनीहरूले पनि अब के लिएर बसिरहेको हुन्छ नि त, प्रोटेक्सनहरू यताउति ग्लासहरू होइन। अब आफ्नोलाई पनि प्रोटेक्सनको लागि गा पनि हुनसक्छ, प्रोटेक्सनलाई गा हुनसक्छ, तर हातमा पेट्रोल र पेट्रोल बम बोकेर आगो लगाउने हिसाबले त जाँदैन नि त। त्यो आक्रोश पनि दाइ यार कस्तो कुरा, आक्रोश पनि त्यस्तै थियो नि त त्यो बेला। किनकि तपाईँ भए के गर्थ्यो होला त, तपाईँले हिजो प्रोटेस्टमा जाँदाखेरि त्यो बच्चाहरूको गोली लगाएर त्यो रगत बगिरह होइन, तपाईँकै भोलिपल्ट कसरी जान्थ्यो त होइन। त्यो आक्रोश पनि हुन्छ र त्यसमा आक्रोश सँगसँगै चाहिँ त्यो अरू पनि मिसेर गरेर चाहिँ अनि त्यो रिसको आवेगमा गरेर सबै जलाइदियो होला नि जस्तो लाग्छ। तर कुनै चिजहरू चाहिँ नराम्रो पनि हो क्या। आगो बलाइयो होइन कि दाइ, त्यस्तो हो त। आगो बाल्नुको पछाडि जस्तो कि गोली चलाउन पर्ने जरुरत चाहिँ के थियो त? यसै त भन्छ नि विदेशी गोली चलाएन होइन न, फर्स्ट दिन नै गोली चलायो के, फर्स्ट दिन नै गोली चलाएर 9 जना मरे होइन त हो त नि। म त साइको भएर स्पट डेड के, फेरि इन्ज्योर्ड भएर हस्पिटल गएको त छुट्टै छ के, स्पट डेड त 9 जना मरिसकेको थियो कि। स्पट डेड शिट यार, त्यो भिडियो हेर्दाखेरि रातभरि निन्द्रा लागेन यार मलाई। होइन त्यो गर्न पर्ने जरुरत के थियो? रबर बुलेट चलाइरहेको थियो, वाटर गनले पानी हानिरहेको थियो, चलाइरहेको थियो, टियर ग्यास चलाइरहेको थियो, एक्सपायर्ड भएकै भए पनि टियर ग्यास चलाइरहेको थियो कि। त्यो हो नि त सेफ्टीको लागि। तर कस्तो भने अब यदि प्रहरीले गोली चलाउने हो भने घोडाभन्दा मुनि गोली चलाउन पाउँछ। हो, घोडाभन्दा मुनि एक्ज्याक्ट गोली चलाउन पाउँदैन नेपाली जनतालाई। आर्मीले भनेको आफ्नो देश सुरक्षाको लागि विदेशीहरूसँग लड्ने मात्रै हो होइन। तर देश सुरक्षाको लागि आर्मीलाई पनि अगाडि आउनुपर्ने स्थिति भयो, किनभने सबै चौकीहरू पुलिसका लुगाहरू लगाएर पुलिसहरू एकजना डिएसपीको पनि मृत्यु भयो होइन। धेरै चौकी छोडेर भाग्नुपर्ने स्थिति आयो। हुन त अब त्यो माथिको लेभलकोदेखिले गर्दाखेरि ऊ पनि परेको, तर त्यो आक्रोशमा त अब खुसी नै हुनु पऱ्यो नि त यार। एउटा
हुन्छ नि होइन मान्छे मार्नु चाहिँ समस्याको समाधान होइन क्या मान्छे मार्नु त समस्याको समाधान होइन क्या हो सही कुरा गर्नु हो दाइले त्यो हो तर गोली भनेको घुँडाभन्दा मुनि चलाउने हो प्रहरीले कि नेपाल प्रहरीको दिमाग नभए सबै छिर्या छन् भनेको होइन जुन म्यानेजमेन्ट छ सही कुरा गरे भाइ हो कि मिल्ला भन्नु न त यार यो घोडाभन्दा कि हातमा अथवा आकाशमा गोली बजाएर मान्छेलाई डराउन दिनु र सिधै टाउकोमा ताकेर हान्दा त्यो पनि हो भिडियोहरू भाइरल भइरहेको थियो त्यो होइन अब यो अब मान्छे यसरी झुन्डिराखे घुसपैठ हरेक ठाउँमा छन् प्रहरी प्रशासनभित्र पनि कर्मचारी तन्त्रभित्र पनि घुसपैठ भएपछि एउटाले गल्ती गरेपछि सिद्धियो जब हुरी आइसकेपछि त्यसले सत्य टपरी पनि भन्दैन त्यसले जुठो टपरी पनि भन्दैन सबैले उडाएर लान्छ भएको त्यही नै हो अब कस्तो भन्दाखेरि अब हामी एउटा काम गरिरहेछौँ होइन त्यो काममा रमाइलो लागिरहेछ हामीलाई होइन त्यो कामबाट एक स्टेप अगाडि बढेर अरू केही गर्न खोज्यो भने झन् रमाइलो लाग्छ नि त कि प्रहरीलाई पनि त्यस्तै भयो कि बन्दुक धेरै दिन समय मात्र रहेको थियो बन्दुक पड्काउनै पाएको थिएन ल पड्का भन्दा बित्तिकै आदेश आउँदा बित्तिकै ड्याङ हान्न खोज्यो कि के हो हान्न खोज्नु त्यो नराम्रो होइन प्रहरीले हान्न पाउँछ त्यो आत्मसुरक्षाको लागि हान्न पाउँछ आफ्नो सुरक्षाको लागि ठोक्नु त खुट्टा मुनि आकाशमाथि म भने त त्यसरी डराउन दिनुमा र सिधै टाउका हानेर मान्छे मार्नुमा त त्यसमा पनि घुसपैठ छ आकाश जमिनको फरक छैन 11 वर्षको बच्चालाई गोली हानेर मारिसकेपछिको चाहिँ यो चाहिँ उनीहरूको प्रिप्लानै हो भन्छ जबकि त्यो बच्चा नमारिकन यो आन्दोलन उग्र रूपले चाहिँ ज्वालामुखी भएर अगाडि बढ्दैन त्यसैले पहिलो टार्गेट भनेकै बच्चाहरूलाई चाहिँ टार्गेट बनाइसकेपछिको जनआक्रोश उम्लिन्छ र ज्वालामुखी भएर निक्लिन्छ भन्ने उनीहरूको चाहिँ एउटा मिसनै त्यो रहेछ यसमा दुई पक्षबाट नै साथ र सहयोग तपाईँको अनुमानमा है क्या त्यो जेन्जी अनुमानमा त बोलिरहने हामी मेरो अनुमानमा भन न बुढा होइन हामीले गर्ने भनेकै हामीले देखेको सोसल मिडियाहरूमा देखेको कुराहरू गर्ने हो मेरो अनुमानमा चाहिँ भनेर भन्नु न होइन हामीले गर्ने भने त इन्टरपोलले कल गरेर सुरज यो चाहिँ यसरी भने है हामीले गर्ने भनेको नै अन्दाजिफिकेसन अनुमानिजेसन र अर्गनाइजेसन मात्रै हो भाइ होइन जहिले भने पनि हामी कोठाभित्र बसेर गर्नु र फिल्डमा बसेर उत्रिनुमा धेरै फरक छ धेरै त्यही कारणले हामीले अहिले तर सरसर्ती हेर्दैखेरिको जुन अध्ययन जुन रिसर्च या भनौँ सोसल मिडिया लाइभ आएका फोटोहरू इन्टरभ्यूहरू आएको धेरै कुराहरू हेर्दाखेरि चाहिँ यसमा कर्मचारी तन्त्रदेखि लिएर प्रहरी प्रशासनदेखि लिएर धेरै सेक्टरमा चाहिँ घुसपैठ भएको छ र यसकै नतिजा चाहिँ उग्र रूपले हो अनि यो घुसपैठले गर्दा गोली तकाइ भयो होला होइन ल गोली ताकेर हानेर जनताहरूको नोक्सान बुझ्न सकिन्छ होइन तर अहिले करेन्ट सिचुएसनमा त्यति बेला त्यो प्रोटेस्टको पिक पोइन्टमा मान्छेहरूले आफ्नो मात्र इमोसनलाई प्रायोरिटी दिएर जति पनि ड्यामेज हाम्रो गभर्मेन्ट प्रपर्टीहरूमा देखाएन होइन त्यसले चाहिँ के असर पार्छ होला त त्यो जुन भयो त्यो प्रोटेस्ट पछि जस्तो कि पार्लिमेन्ट हाउसहरू सबै आगो लगाइ भयो होइन नेताहरूको घरहरूमा सबैमा अट्याक भयो ल ठिक छ तिनीहरू घुस प्रयोग गरे त्यहाँनिर उस भइरहेको थियो राम्रो मान्छे बसेको थिएन रिस थियो गर्यो ल ठिक छ त्यसपछि जुन यो प्रोटेस्टले बाटो अर्कैतिर मोड्यो नि भाटबाटिनीमा आगो लगाई ब्याङ्कमा चोरी अब भाटबाटिनीमा नि घुस प्रयोग त होला होइन तर जे होस् इट वाज अ कमन सर्भिस लाइक त्यो सुपर मार्केट थियो कि मान्छेले सेवा गरिरहेको थियो कि त्यसलाई त तोडफोड गरेर जलाउनु पर्ने जरुरत त थिएन नि त ब्याङ्कमा त्यसको कारण जुन भाटबटिनी नै देशको धेरै ठाउँमा ठुलो सुपर मार्केट भाटबटिनी पहिला भाटबटिनीमा विदेशी सामानहरू पाइन्थ्यो भने अहिले सम्पूर्ण नेपालको सामानहरू पाइन्छ सस्तोमा होइन यसले 20,000 मान्छेलाई रोजगारी दिएको छ मिनबहादुर गुरुङ भन्नेको भाटबटिनी सुपर मार्केट हो पहिला नक्साल काठमाडौँ पुलिस हेडक्वार्टरभन्दा पछाडि नक्सालमा थियो भाटबटिनी जलाउनुको एउटै मुख्य कारण भनेको भाटबटिनीको जुन सुपर मार्केटको मालिक मिनबहादुर गुरुङ भन्ने थियो उसलाई धेरै मुद्दाहरू लागेको थियो तर यो ओली सरकारले चाहिँ त्यो मुद्दाहरू सबैलाई माफी दियो किनकि मिनबहादुर गुरुङले किर्तिपुरमा चाहिँ जग्गासहित एउटा
एमाले पार्टीको लागि चाहिँ ठुलो भवन पार्टी कार्यालय बनाइदिने भनेर जग्गासहितको दान दियो र उसमाथि भएको चाहिँ करदेखिको कर छलीदेखिको दायाँ बायाँ सबै कुराहरू चाहिँ मुद्दाहरू फिर्ता ल्याएको कारणले गर्दाखेरिको चाहिँ केपी ओली सरकारलाई सहयोग गरेको मिनबहादुर गुरुङले त्यो कारणले गर्दाखेरि नै उसको सम्पूर्ण भाटभटिनी सुपर मार्केटहरू जलाइएको हो। यसमा चाहिँ अरू केही पनि छैन। तर ऊ नेपालमै बसेर रोजगार दिइरहेको थियो। नेपालकै सामानहरू चाहिँ सुपर मार्केटमा बेचिरहेको थियो र अरू बाहिरी पसलहरूभन्दा उसकोमा सस्तो थियो र सफा र क्वालिटीका सामानहरू थियो। तर त्यो कुरालाई चाहिँ मध्यनजर नगरिकन उही लुट्न पाए लुट कान्छा लुट भनेपछि मान्छेहरू चाहिँ अब यही बेलामा भनेर लुट्दे अरू ठाउँमा पाइँदैन नेपालमै छ छुट भन्ने हिसाबले चाहिँ गयो। त्यो त गलत हो। त्यो अब भाटभटिनीहरू यताउतिमा त हुन्छ नि तपाईँले भने जस्तै त्यो रोजगारहरू दिइरहेको छ नि त्यो त राम्रो गरेको गरे हो। त्यहाँ अब अहिले दसैँको माहौल चाहिँ आइरहेको छ होइन। अब त्यहाँ मान्छे कति त बेरोजगार भयो नि त होइन र। त्यो ठिक छ। तर प्रहरी कार्यालयभित्र गएर प्रहरीको ड्रेस हात हतियार लुट्नु भनेको त यो त अनि कैदी बन्दीहरूलाई छुट्याउनु जस्तो। त्यो त कैदीलाई छुट्याउनु भनेको त एकदमै नराम्रो हो नि भाइ। मनाङ्गे म जान्न बाहिर भनेर ऊ निक्लेन। जबकि हाम्रो रवि लामिछाने शुद्ध जिल्ला बाहिर थिए र उहाँले चाहिँ नेपालको पुरानो नक्खु जेलमै सरुवा गरी पाऊँ भनेर केही समय अगाडि नक्खु जेलमै सरुवा भएको। तर त्यहाँ चाहिँ धेरै यो यङ जेनेरेसनहरू जेनजीहरू गएर घेरिसकेपछिको प्रहरी सुरक्षा दिइरहेका प्रहरीहरूले नै उसलाई चाहिँ निकाल्न पर्ने चाहिँ किन जरुरत हो दाइ मलाई? रवि लामिछानेले चाहिँ किन खासमा बाहिर निकालेको? जेनजीहरूले हरेक चौकी नै जलाइदिइरहेछ। सबै प्रहरी चौकीहरू जलाइरहेछ। गएर नेता निकाल्ने, कोही गएर कैदी छुट्याउने, कोही आफ्नो मान्छे लिन जाने, जेब्रा झोला बोक्दै ल्याउने। ऊ निक्लेको र भागेको होइन। तर प्रहरीहरूले निक्लिनु भयो भने यहाँ आगो लाग्दैन, हामी माथि आक्रमण हुँदैन भन्ने आफ्नो पार्टीको मान्छेले बाहिर निकाल्यो भन्छ त उसले त फेरि। त्यसमा चाहिँ जानी जेनजीको ग्रुप स्वतन्त्रका धेरै मान्छेहरू पनि थिए भन्ने कुराहरू चाहिँ निक्लिन्छ होला। त्यो गलत हो किनकि त्यसरी निकाल्नु चाहिँ गलत हो। पछि अब इनकेस राम्रो अब यताउति अब अहिले जे स्थिति भइरहेको थियो नभए उसको पनि नाम निस्किन सक्छ होइन। ऊ आफैले पनि उसको नाम निस्किरहेको थियो के उसको पनि हात थियो र भनेर मान्छेहरूले कुरा चाहिँ गरिरहेको थियो भनिरहेको थियो। मैले पनि यो मौका न्युजबाट सुनेको प्रचण्ड र हाम्रो प्रचण्ड र अनि अर्को रवि लामिछाने चाहिँ त्यो दिन कि अगाडि भेटेको अघिल्लो दिन भेट्यो भन्ने हल्ला भन्ने चाहिँ मैले न्युजमा देखेको। त्यो फेक हो कि तर भोलिपल्ट नै प्रहरीले तपाईँ गइदिनुहोस्, तपाईँ गयो भने चाहिँ यिनीहरू शान्त हुन्छ र हामी पनि जोगिन्छौँ अनि अब त्यसमा अझै भयो नि त अब त्यो निकाले भन्छ उसलाई होइन। र भोलिपल्ट रवि लामिछानेले लाइभ भिडियोमा नै ल म चाहिँ फेरि जाँदैछु र सम्बन्धित ठाउँमा म जाँदैछु र सबै प्रक्रिया पुलाएर ल्याउनु भन्दाखेरि पनि मलाई यस्तो खालको चिठी दियो। तर म फेरि म जाँदैछु, म कानुनको सम्मान गर्छु र म गयो पनि त्यो पनि ठिक हो। अब त्यो आफ्नो ठाउँमा सधैँ आफ्नो ठाउँमा आफ्नो ठाउँबाट जे ठिक लाग्छ उसले त्यो गर्यो होइन। जे होस् राम्रो हुनु पर्यो। अनि अब जस्तो कि जब यो सबै कुरा पछि जुन जेनजीले चाहेको भयो, केपी ओली सरकारले घोडा टेक्यो, केपी ओलीले राजीनामा दिनुभयो होइन। त्यसपछि त राज्य एकदमै वल्नरेबल पोजिसनमा आइसकेको थियो नि त कि तुरुन्तै सरकार बनाइहाल्न पनि यताउति हेन त्यहाँ होइन। सुदन गुरुङ दाईले इन्टरभ्यू दिएको एकदमै भाइरल भइरहेको थियो। त्यसपछि डिस्कर्डमा लाइभ बसेर नेक्स्ट गभर्मेन्ट फर्म गर्नु भनेको द्याट्स जेनजी के। डिस्कर्डमा लाइभ बसेर नेक्स्ट गभर्मेन्ट फर्म गर्नु भनेको जेनजी हो कि होइन। त्यो चाहिँ सही लाग्यो कि। अब जुन सरकार अहिले बन्यो त्यसरी बसेर जुन सरकार अहिले बनाएको छ सुशीला कार्कीको भित्रमा होइन, उहाँलाई राखेर जुन अन्तरिम सरकार बनेको छ र यसमा हामी अहिले जेनजीदेखि लिएर हरेक मान्छेहरू लगभग 80-85% मान्छेहरू खुसी नै छन्। त्यो 15% चाहिँ नेतागिरी गर्ने लाइक आफ्नो पार्टी आउन पाएन भन्ने मान्छेहरू नै छन् होइन। 85% जनता जहाँ खुसी छ, यो खुसीको कारण चाहिँ के हो दाइ? खुसीको कारण सबभन्दा पहिलो कुरो चाहिँ देशले पहिलोचोटि महिला प्रधानमन्त्री पायो। या एक्ज्याक्टली है, नेपालको इतिहासमा र अर्को कुरो चाहिँ नेपालको इतिहासमा नै पहिलो महिला प्रधान न्यायाधीश
नै सुशीला कार्की हो होइन पछि गएर न्यायको मूर्ति न्यायको मैले नि मलाई पनि थाहा थिएन थाहा थिएन न्यायको मूर्ति भने त्यसैले पछि उहाँ यसो कुनै यसो पनि रिसर्च गरी पार्टीसँग के रहेछ भन्दाखेरि राम्रै मान्छे रहेछ मैले त्यस्तो रिसर्च त गरिनँ देश सोसियल मिडियामा स्क्रल गर्ने बेलामा आएको चिजहरू त्यसैले उहाँ चाहिँ राम्रो लाग्यो अब राम्रै गर्छ भने पार्टीसँग सम्बन्धित नभएको कारणले गर्दाखेरि चाहिँ जनताहरू खुसी भएको कारण त्यो अब चाहिँ देशले न्याय पाउँछ अब चाहिँ सही मान्छेहरू आउँछन् भन्ने कारणले किनभने जुन लिड अब न्याय सम्बन्धी पनि कानुन सम्बन्धीको नि ज्ञाता भएको कारणले गर्दाखेरि चाहिँ जनताहरूलाई अहिले थमथमाउने काम भयो थमथमाउने काम भयो देश त अभिभावकविहीन थियो नि देशमा कोही नेतै थिएन नेताहरू सब भागाभाग थियो त्यसैले यतिखेर यदि नेपाली सेना नभइदिए भए जसले पनि नेपाली सेना यार सराउट टु नेपाली साउट आउट नेपाली सेना यार नेपाली सेना भनेको त गौरव इतिहास नेपाललाई त्यो जेनजीको प्रोटेस्टमा सहयोग होइन राम्रोसँग बोलिदिएर राम्रोसँग ओके होइन बाटो देखाइदिनु भएर सेफ साइडमा हजारौँ मान्छेहरू मर्थे भने जय नेपाल सेनाले गोली कहिले पनि चलाउँदैन सेनाले चलाउने भनेको विदेशलाई विदेशी कोही आक्रमण गर्न आयो भने मात्रै सेनाले गोली चलाउने हो त्यो जुन स्ट्यान्ड लिएर आफ्नो कन्ट्रोलमा लिएर कर्फ्यू राखेर मान्छेहरू हरेक चेक पोइन्टमा राखेर ह्याट्स अफ म्यान भन्थ्यो नि त पहिला त द्वन्द्वकाल सुन्दकालमा त है आर्मीले मान्छे मार्छ समथिङ के त्यस्तैहरू हुन्थ्यो होइन र त्यस्तै नै हुन्छ भनेर मान्छेहरू आत्तिरहेको थियो यो पनि यो पार्टीको मान्छे समथिङ होइन यो केही होला कि भनेर मार्ने खालको त्यस्तो थियो नि त अनि त्यस्तो पनि होला भन्ने चाहिँ अलिकति मनमा चाहिँ थियो तर त्यति भएन नि त्यस्तो भएन नि त त्यो भनेर चाहिँ अलिकति खुसी होइन त्यस्तै त्यस्तै भयो हाम्रो हजुरबाले त्यही त भन्थ्यो नि हामीलाई पहिला द्वन्द्वकालमा चाहिँ सम्पूर्ण गाउँबाट प्रहरी चौकीहरू नष्ट भएर चाहिँ लखडिसकेपछिको गाउँ नै कब्जा गर्यो माओवादीले भन्ने कुरो थियो होइन र उनीहरूले पछि आर्मीलाई आक्रमण गर्न थालिसकेपछि युद्ध आर्मीसँग भयो प्रहरीसँग होइन माओवादीको युद्ध होइन र माओवादीको युद्ध पनि दाङबाट आर्मीकै हतियार लुटेर चाहिँ अनि आर्मीहरूले चाहिँ अट्याक गर्न थाल्यो ठिक छ अब अहिले अब नयाँ प्रधानमन्त्री होइन सुशीला कार्की भएको नयाँ सुशीला कार्की अब के छ त सरकार होइन त्यसमा धेरै खुसी भएन मान्छेहरू होइन र अर्कोतिर राम्रो भइरहेछ जो उहाँले माग राखेको पुरा भएको छ होइन अरू मान्छेहरू अब ज्याप्पा अरू पार्टीहरू आउन मिल्दैन धेरै ठिक छ त्यो धेरै ठिक छ होइन जसरी यो पार्लिमेन्ट के अरे खोजी नीति होस् सबैको माग राखेको छ पहिला पनि उहाँले त्यही नै काम गर्दाखेरि नै प्रधान न्यायाधीश हुँदाखेरि त्यही नै करप्सनलाई चाहिँ मुख्य एजेन्डा बनाएर काम गर्दाखेरि नै उहाँलाई चाहिँ महाअभियोग लगाएर अब त लाग्ने छैन नि त दाइ अब उहिने ठाउँमा मान्छे माथि जो टपमा भयो त्यसलाई लाग्छ त अभियोग अब कानुनमै भए बेलामा अब लगाइदियो अब अहिले उज्यालोको नायक कुलमान घिसिङ फेरि आउनु भएको छ जबकि नेपालमा उहाँ जाने बित्तिकै लोड सेडिङ सुरु भयो होइन 1 घन्टा लोड सेडिङ जाने बित्तिकै राज्यलाई करोडौँ फाइदा हुँदो रहेछ किनभने त्यो इलेक्ट्रिसिटी त विदेशीहरूले बेच्ने रहेछ होइन आफ्नो रिसोर्सेस त छैन तर धेरै घाटामा गएको विद्युत प्राधिकरणलाई चाहिँ अरबौँ फाइदामा ल्याएर कुलमान घिसिङले एउटा जुन नेपालीहरूको मन जित्न सफल हुनुभएको छ 20औं वर्षदेखिको लोड सेडिङ खपिरहेको नेपाल चाहिँ एउटा उज्यालोको मार्गमा थियो झिलिमिली थियो होइन उहाँ आइसकेपछि एकदम खुसी आज पनि मैले देखेको थिएँ उहाँ कुनै सुरक्षा गार्ड बिना आनन्दले तर सुरक्षा त लिएको बेस्ट जस्तो लाग्छ होइन सुरक्षा लिएको बेस्ट हो अब उहाँ स्यालेरी के लेख्दैन गाडी चाहिँदैन मलाई त्यो भने राम्रो चिज हो आफ्नो देशको लागि सेवाको लागि गर्ने त्यो पनि राम्रो चिज हो तर आफ्नो लागि तर अहिले हानिकारक हुन पुग्छ त्यो चाहिँ तत्कालैको स्थितिले गर्दाखेरि चाहिँ अलिकति हुन्छ नि यस्तो अब कस्तो भन्दाखेरि उहाँ पनि राम्रो मान्छे होइन अब अर्को धेरै चर्चितमा यो जेनजीको प्रोटेस्टमा को होला त गेस द नेम सबले गेस गर्न सकिहाल्छन् हामीले गेसै गर्नु पर्दैन गेस द नेम गाइस कमेन्टमा छोड्दिनु हैन बालेन शाहको हैन हल्ला चारैतिर त्यही छ के हैन जस्तो कि अहिले सुशीला कार्कीको जुन यङ जेनेरेसनले रिक्वेस्ट पनि रिक्वेस्ट हो हैन कसो भन्दाखेरि दाइ तपाईको यङ जेनेरेसनको बालेनको अन्तरिम सरकार आए हुन्थ्यो भन्ने थियो होइन नबुझ्ने मान्छेहरूको बुझ्ने मान्छेहरूले सुशीला कार्की आए ठिक छ होइन ल अब सुशीला कार्की बनिसक्यो अब बालेनलाई चाहिँ किन नआऊ भनेको छ भन्दाखेरि चाहिँ अन्तरिम सरकार बन्यो भने फेरि आउने 5 वर्षको प्रधानमन्त्रीको पोस्टमा बालेन आउन पाउँदैन भनिरहेछ होइन तर त्यो पार्लिमेन्ट हाउसभित्र पनि धेरै कुराहरू हुँदो रहेछ नि त किन भन्दाखेरि अहिले बालेन त एज अ सिङ्गल पर्सन एज अ सोल पर्सन छ नि त पार्टी छैन नि त बालेन दाइको त एउटा मेयर मात्रै हो त्यो त एउटा
बालनको लागि प्रपोज पनि आएको हो होइन, तर बालनको लागि प्रपोज पनि आएको हो। बालेनले प्रपोज गरिसक्यो त अर्केलाई। आएको के होइन यस्तो कस्तो हुँदाखेरि बालेन अब प्रधानमन्त्री बन्नलाई उसको एउटा पार्टी चाहियो, पार्लिमेन्टमा मेम्बर्स चाहियो, उसको चाहियो कि नै? त्यो कुरा हो। त्यसैले त यिनीहरूले संविधानका केही धाराहरू परिवर्तन गर्ने होइन, धाराहरू परिवर्तन गरे, लाइक भएको पार्लिमेन्ट मेम्बर्सहरू डिसल्भ गर्नुपर्छ। अब कुनै पनि पार्टी र सङ्ख्या चाहिँदैन, अब यिनीहरू प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जान्छ। ल ठिक छ, भनेको सिधै प्रधानमन्त्री इलेक्ट गर्ने हो, त्यो मैले बुझेँ, मेम्बरहरूले चाहिँ प्रधानमन्त्री त्यो मैले बुझेँ। तर त्यसको लागि बालन दाइले अब एउटा पार्टी बनाउनु पर्यो होइन। सिधै पिएम बनिसकेपछि, अहिले सिधै पिएम बनाउन मिल्छ भनेको छ होइन, सिधै पिएम बनिसकेपछि पार्लिमेन्टमा मेम्बर त राख्नुपर्छ होला नि त उसले पनि होइन। सबै जितेर आएका मान्छेहरूले समर्थन गरेर चाहिँ त्यो मेम्बर भने आफ्नो मेम्बर चाहिँदैन। प्रधानमन्त्रीको लागि छुट्टै एउटा प्रत्यक्ष निर्वाचन प्रणालीको हिसाबले प्रधानमन्त्रीहरू को लड्ने त्यसमा नाम आउँछ, जनताहरूले छान्ने हो होइन। त्यसमा कुनै पनि आफ्नो पार्टी र सङ्ख्या पुऱ्याएर सांसद किनबेच गर्ने, ल मेरोमा आइदिए मलाई समर्थन गरिदिए म तँलाई यति पैसा दिउँला, त्यही त भएको थियो नि पहिला सांसद किनबेच। त्यसैले सरकार ढलाउने, योसँग मिलेर अर्कोसँग बन्ने हो, त्यसरी नै हुन थाल्छ। त्यो चाहिँ हुँदैन, किनभने अहिले प्रधानमन्त्री चाहिँ सिधै प्रत्यक्ष प्रणालीबाट यदि आइदिने हो भने चाहिँ त्यो कसैले पनि सांसदहरू किनबेच गर्ने त्यो पाउँदैन। त्यसैले बालेनले कुरेको 6 महिना हो, 6 महिनाभित्र अब सरकारले चुनाव गराएर चाहिँ यो समस्याको समाधान र यो निकास निकाल्छ। तर लाग्छ यो स्थितिमा चाहिँ 6 महिनाभित्र यी झोलेका कार्यकर्ताहरूले चुनाव हुन देलान् जस्तो लाग्दैन। अहिले प्रोटेस्ट भइरहेछ है कङ्ग्रेस पार्टी यताउति अरूको, लाइक हाम्रो पार्टी आउनुपर्छ भनेर प्रोटेस्ट भइरहेछ, पार्टी कार्यालयमा गएर अब समथिङ के भइरहेछ कि नयाँ पुस्ताहरू आउँछ। ल ठिक छ, सजिलो त दिँदैन जस्तो लाग्छ मलाई, दिँदैन। अब जुन कुरा सुदेन गुरुङ दाइले भन्नुभएको थियो इन्टरभ्यूमा, त्यो कुरा अनुसार त अब हुँदैन जस्तो एउटा होप आइसकेको छ होइन। अब बालन दाई पिएम चाहियो, हाम्रो सबैको इच्छा त्यही छ होइन। बालन दाई अब अहिले त बोल्नु भएको होइन, अब बोल्दैन भनेर कहाँ भयो त, उसले पनि सोचिरह होला नि त। प्रधानमन्त्री बन्नु भनेको सानो कुरा होइन नि त, उसको मिसनै त्यही हो, पहिलादेखि उसको मिसनै उसको भिजनै त्यही हो। नवाज अन्सारी दाईको गाना पनि छ कि होइन। अब यो समस्याको समाधान कसरी हुन्छ भने हरेक नेताहरूले कार्यकर्ता पाल्या छ, पोस्या छ, हजुर, मासु भात भनौँ या झोले भनौँ या जेसुकै भनौँ होइन। हजुर, यी नेताहरूले चाहिँ सेफ ल्यान्डिङ खोज्छ। अब चाहे राजालाई सेरोमोनीले राखेर हुन्छ कि होइन भने यिनीहरू देशमा पनि बस्न सक्दैन, यिनीहरू विदेशमा पनि बस्न सक्दैन। यिनीहरू विश्वभरि नेपाली छरेर बसिरहेको छ, कहीँ गए पनि यिनीहरूलाई छोड्नेवाला छैन होइन। त्यो भएको कारणले धेरै राम्रा नेताहरू पनि छन्। नेपाली काङ्ग्रेसको चन्द्र भण्डारी कोठामै आगा लागेर एक्ज्याक्टली हो। त्यो कुरामा आउँदा चाहिँ बालन दाई भएन भने, बालन दाई नै हुन्छ भन्ने त छैन नि त। बालन दाई भएन भने को होला त, को छान्न सक्छ त? त्यही त अब नाम निक्लिरहेको छ अहिले, हर्क साम्पाङ भयो होइन, श्रम पिता भनेर भन्छ, जुन धरानै बनाएर सबले ढुङ्गा पक्न लगाउँछ। उता गोपी हमाल भयो होइन, उनीहरूको सरकार, उनीहरूको अन्डरमा सरकार राम्रो बन्ला होइन। उनीहरूको अन्डरसँग सम्बन्धै छैन। जसले जहाँबाट जितेर आउँछ आयो, जोसुकै पार्टीबाट आओस्, जोसुकै जेबाट आओस् होइन। मैले भन्न खोजेको जस्तो प्रधानमन्त्री बन्नको लागि चाहिँ सांसदहरूले होइन देशभरिका जनताले भोट हालेर चाहिँ बनाउँछ क्या। त्यो मैले बुझेँ त है होइन, मान्छेहरूले भोट हालेर प्रधानमन्त्री त बनाउँछ, तर हामीलाई जेनजी, करेन्ट जेनजीलाई बालन दाई एज अ पिएम चाहिएको किन भन्दाखेरि ही इज द म्यान विथ द भिजन एन्ड मिसन। ही इज गट अ भिजन के, जुन त्यसले प्रुभ पनि गरिसकेको थियो। काठमाडौँ मेयर बनिसकेपछि दाइले कति कुराहरू चेन्ज गर्नुभएको छ होइन। राम्रो नि होला, नराम्रो नि होला, त्यसको पक्ष नि होला होइन। तर जो राम्रो भिजन छ दाइको होइन, राम्रो गर्नुभएको थियो, त्यो भिजनले गर्दा हामीलाई यङ स्टारहरूलाई हामीलाई त्यो बालन दाई भए राम्रो हुन्छ, हाम्रो फ्युचर राम्रो, मेरो फ्युचर सेक्योर हुन्छ कि म फिर्ता नेपाल जान्छु कि मलाई फिर्ता नेपाल जान मन लाग्छ कि भन्ने एउटा होप। नेपालमा केही गर्न सक्ने वातावरण बन्छ कि होइन, उद्योग व्यापार व्यवसाय जे पनि अहिले हामी जे गरिरहेछौँ यो नेपालमा पनि गर्न सक्थ्यौँ, तर रिसोर्सेस छैन कि। त्यही हो कि दाइ, वातावरण पनि छैन, पैसा पनि कहाँबाट कमाउने, जहाँ पैसा कमाउनु गए त्यहीँ लुटिन्छ
हजुर जागिर दियो भन्दाखेरि ल्याउनु त 20,000 1 लाख भन्छ, त्यो पनि खल्तीबाट रित्यो सक्यो, जागिर पनि खुलित, पैसा पनि खुलित। 55 सालमा 2055 सालमा 65 75 राजुभन्दा 20 27 25 वर्ष अगाडि जस्तो होइन, असैमा लड्नको लागि 3 लाख रुपियाँ घुस मागे मसँग। तपाईँलाई मेरो दाइले मेरो साथीको दाइ इन्सपेक्टर छ, रोल्पा खटाइदिएको छ, माओवादीको यत्रो द्वन्द्व चल्किया बेलामा तँलाई के नपुग्छ र पुलिसमा जागिर खान पर्यो। किन मेरो पहिल्यैदेखिको मेरो इच्छा भनेको पुलिसमा जागिर खाने एउटा इच्छा, आर्मीमा पनि होइन पुलिसमा। हाम्रो लागि तपाईँ पुलिस त हो नि त है। हरेक सेक्टरमा चाहिँ एउटा घुस पहिलादेखि नै घुस दिने, टेबल मुनिबाट दिने भनौँ होइन, माथिबाट दिने भनौँ। अहिले त खुल्ला दिइरह होला हो। हान्दे आऊ 70 करोड कसले के गर्ने भन्ने पनि मान्छेहरू छन्। हान्दे आऊ कसैको बाउको त्यही भन्छ त दाइ यार, मुख्यमा भन्छ नेपाल जनता त्यही हेर्छ, कमेडी बनाइदिन्छ त्यसलाई नै। त्यो भएको कारणले गर्दाखेरिको मुख्य सुरु भनेकै यो त्यही हो। अब माथि जस्तै अब फेरि बालेन दाइ अब प्रधानमन्त्री बन्दै भने त स्टिलमा चाहिँ यहाँ विदेशमा बस्ने होप चाहिँ हुन्छ नि, कतिजना त फर्किन्छ हो दाइ। इभन मैले नि सोचिरहेको थिएँ क्या, हुन्छ नि ओहो नेपाल कडक भयो भने त यार गइदिनु नि त, यहाँ विदेशमा कहाँ बस्न मन छ त दाइ। 100% नि यार, आफ्नो देश हो नि यार, आफ्नो देश भने आफ्नो देश हो। मलाई पनि लागिरहेको छ क्या, हुन्छ नि होइन। पहिला त थिएन हो, पहिला त अब केही गर्नु पर्ला होइन, हेर्ने गर्नु पर्ला हेर्ने भन्ने भइरहेको हुन्थ्यो होइन। तर अब अलिकति अहिले एउटा नयाँ सुरुवात भयो नि त, अलिकति होप क्या होइन। बिरालो कालो होस् या सेतोसँग मतलब भएन, मुसा मार्न पर्यो होइन। बिरालो कालो होस् या सेतो मतलब भएन, मुसा मार्नु पर्यो। अर्थात् बालेन होस् हर्क होस् कुनै पनि मान्छेहरू निकायको जेसीको होस्, काम राम्रो गर्नु पर्यो, भ्रष्टाचार निर्मूल पार्नु पर्यो, देशमा बेरोजगारीहरू उद्योग धन्दाहरू खोल्नु पर्यो होइन। त्यो चाहिँ हो क्या, बस्ने वातावरण बनाउनु पर्यो। अहिलेका यङ जेनेरेसनहरू के गर्छन्, 12 पास गर्ने बित्तिकै विदेश जाने, जग्गा जमिन घुस खुवाएर हुन्छ, बैङ्कमा दिएर हुन्छ, यता गरेर हुन्छ, उता गरेर हुन्छ। गाह्रो छ नि दाइ, अब के गर्ने यस्तै छ। भर्खरै मात्र युएईले पनि कोरियाले पनि नेपाली कामदार बन्द ब्यान्डेज गर्दैछ। नेपाल ब्यान्डेज, अब नेपालको यो देखेर होला स्थिति, नेपालीहरू टेन्सन हुन्छ भनेर होला, युएईले ब्यान्डै गरिदिएको कामको लागि होइन। अनि युएईले 120 जना विभिन्न केसमा जेल परेका, युएईमा जेल परेका 120 जना चाहिँ यो मुस्लिमहरूको एउटा ठुलो एउटा चाडपर्वको उपलक्ष्यमा चाहिँ छुट दिएछ क्या, जेलबाट निकालिदिएछ। मुस्लिमको नेपालीहरू चाहिँ किन जेल पर्छ हो त्यसमा? गल्ती रक्सी खान पाइँदैन, सानो झै झगडा अब बालन दाइ पिएम बन्ला नबन्ला, अरू राम्रो मान्छे पोस्टमा आउला नआउला होइन, तर हामी जनताहरू सबै मिलेर हामी जनताको भिजनमा अगाडि बढ्यौँ भने चाहिँ अहिले हाम्रै भिजनमा त यो प्रोटेस्ट सुरु भयो नि होइन त। अहिले हाम्रै भिजनमा यो प्रोटेस्ट सुरु भएको करप्ट नेताहरू घोडा टेक्न लाउ या जे होस्, जनताको भिजनले भिजन म्याटर्स होइन, हाम्रो भिजन म्याटर गर्छ होइन। हाम्रो भिजनले गर्दा सबै थोक हुन्छ देशमा। आफ्नो देशमा केही हुँदैन भनेर मुख फर्काएर अन्ततिर हेर्नुभन्दा आफ्नो देशमा के गर्न सकिन्छ त, एउटा भिजन राखेर आफ्नो देशमा गर्न खोज्यो भने जे पनि गर्न सकिन्छ कि, धेरै चिजै गर्न सकिन्छ। यो त सही कुरा गरे यार तिमीले पनि। अब आफ्नै श्रीमतीलाई राम्रो लुगा लगाइदिने, राम्रो मेकअप गरेर हेर्ने हो। आफ्नो श्रीमती राम्री भएन भनेर अर्काको श्रीमती राम्री छ भनेर हेर्दै हिँड्ने होइन होइन। भन्न खोजेको चाहिँ हाम्रो देश विकास गर्नको लागि मुख्य यङ जेनेरेसनलाई हातमा लिनको लागि चाहिँ शिक्षा स्वास्थ्यमा चाहिँ फ्री गरिदिनु पर्यो, रोजगारको सिर्जना गर्नु पर्यो, मान्छेहरू विदेश जाने वातावरण हुनु भएन। त्यसलाई आफ्नो देशलाई सिँगार्नको लागि होइन, आफ्नो देश बनाउनको लागि चाहिँ यङ जेनेरेसनलाई समेट्नको लागि देखिहाल्यो नि कति यङ जेनेरेसन रहेछ, कति सडकमा निक्ल्यो। 24 घन्टाभित्र 36 घन्टाभित्र सत्ता पल्टेको यो विश्वमै पहिलो रेकर्ड हो। इन्डोनेसियामा 104 दिन लाग्यो, श्रीलङ्कामा 83 दिन लाग्यो, बङ्गलादेशमा 48 दिन लाग्यो, नेपालमा 36 घन्टाभित्र सत्ता परिवर्तन भयो। यो नेपालको इतिहासकै पहिलो घटना हो नि। वीर गोर्खालीको त अझै पनि छ नि त दाइ, आवाज हुन्छ नि अलिकति रगत त छ नि त नेपालीमा होइन। अति भयो नि त अहिले, त्यही भएर निस्क्यो हो। तर अब त्यही हो दाइ, अब लास्टमा कुरा गर्दाखेरि त अब हुन्छ नि राम्रोको पक्ष छ भने त
आउँदो रहेछ नि त मान्छेहरू होइन सडकमा होइन यो गर्नु यो हटाउनु पर्छ राम्रोको पक्ष भन्दा पनि आफ्नो जनतामा जब नराम्रो कुरा गरियो आक्रोश पोखेको आक्रोश पोखेर भएपछि खति हुन्छ नि अब त्यो नराम्रो भनेर चाहिँ आएको हो नि त आएको यतिको चाहिँ आइन्छ नि त भनेपछि त अब अहिले माथि गएर अब खान्छु लुट्छु भन्ने मान्छेहरूलाई त अब त होस गर्दा हुन्छ क्या नेपाल जस्तो स्वर्गको एक टुक्रा छ हामी सबैले पोजिटिभ थिङ्क गर्नुपर्छ अब वेट एन्ड वाच 6 महिनासम्म हामीले पर्खर हेरेको स्थिति हो र यसमा सबै शान्त भएर सरकारलाई पनि सहयोग गर्नुपर्छ अब यसमा चाहिँ खालि रिसिभी भावना लिएर एक पार्टीको अर्को पार्टीको नेतालाई फलानो ढिस्कानो भनेर दुर्व्यवहार गर्ने कुट्ने पिट्ने लुट्ने यस्ता कामहरू चाहिँ बन्द गर्नुपर्छ हो केही आक्रोशित भिडहरू छन् थुप्रैको ज्यान गुमाए थुप्रैले ज्यान गुमाए त्यो आक्रोशित भिडहरूले चाहिँ केही उथलपुथल गरे यस्तो आमूल परिवर्तन हुनको लागि भनिन्छ नि हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए बन्दैन मुलुक 2-4 सपुत मरेर नगए तर यो 36 घण्टाभित्र भएको परिवर्तनले आजको मितिसम्म 73 जनाले चाहिँ वीरगति प्राप्त गर्यो भने अझै कैयौँ हजारौँ चाहिँ हस्पिटलमा छन् उपचार गरिरहेका छन् यो चाहिँ अब निष्पक्ष सरकारद्वारा निष्पक्ष छानबिन होस् प्रहरी प्रशासनमा होस् घुसपैठ भएको होस् राष्ट्र बैंक कसले लुट्न लगाए त्यो सम्बन्धी होस् सिंहदरबार कसले चलायो त्यो सम्बन्धी होस् हाम्रा इम्पोर्टेन्ट दस्तावेजहरू कागजपत्रहरू अझै पनि सुरक्षित छन् धेरै कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा राखेर सुरक्षित छन् भन्ने सुनेको छु यो एकदमै खुसीको कुराहरू हुन् र हामीले विदेश बस्ने मान्छेहरूले पनि धेरै सहयोगबाट करोडौँ रकम पनि उठाएका छौँ हैन सहयोग हजुर हामी विदेशमा बस्ने मान्छेहरूको तर्फबाट नेपालमा भइरहेको सिचुएसनको लागि एउटा सहयोग होइन हामी विदेशबाट के गर्न सक्छौँ भन्दाखेरि वी आर हियर टु हेल्प होइन पोजिटिभ भाइब दिन सक्छौँ वी आर हियर टु हेल्प हामी सिद्धिएको होइन हामी लडेको हो हामी फेरि उठ्न सक्छौँ हामी साथमा छौँ यति भन्दै आजको एटीके जीपीको एपिसोडको अन्तिममा आइपुगेका छौँ र यस्तै टपिकसँग हजुरहरूलाई अर्को एपिसोडमा छिटै भेट्छौँ हामी यति भन्दै धन्यवाद थ्याङ्क यू साजी धन्यवाद है धेरै नै राम्रो